व्हाट इज डेमोक्रेसी? डेमोक्रेसी भनेको के हो? आज विश्वमा डेमोक्रेसी राष्ट्रहरूको जुन किसिमको परिवर्तन, जुन किसिमको एउटा समृद्धि विकास हुनुपर्ने हो, वास्तवमा डेमोक्रेसीले किन त्यो एउटा डेमोक्रेसीभित्र रहेको जुन एउटा सिद्धान्त अनुसारको कार्य गरिरहेका छन् ती राष्ट्रहरू? उदाहरणको रूपमा तपाईँ देख्न सक्नुहुन्छ दक्षिण एसियामा रहेका जति पनि राष्ट्र छन् ती सबैमा डेमोक्रेसीहरू छन्। तर डेमोक्रेसी भन्दैमा एउटा स्वतन्त्र रूपले जुन बोल्न पाउने जुन अधिकार मात्रै होइन डेमोक्रेसीको अर्थ, डेमोक्रेसीले जुन राष्ट्रमा डेमोक्रेसी हुन्छ त्यो डेमोक्रेसीभित्र जनताका आधारभूत आवश्यकता, सेवा, सुविधाहरू सबै त्यो डेमोक्रेसीले एउटा उपलब्ध गराउँछ। गभर्मेन्ट डेमोक्रेसी भन्ने बित्तिकै ती गभर्मेन्टले डेमोक्रेसीको रूपमा जुन एउटा जनतालाई जुन दिनुपर्ने सेवा सुविधाहरू के वास्तवमा त्यो दिइरहेको छ दक्षिण एसियामा। तपाईँ देख्न सक्नुहुन्छ दक्षिण एसियामा डेमोक्रेसीको नाममा पारिवारिक तन्त्र, कार्यकर्ता तन्त्र जस्ता जुन किसिमको विकृतिले गर्दाखेरि एउटा वास्तवमा त्यहाँका जुन पब्लिक जनमानसमा डेमोक्रेसीको वास्तवमा त्यो अनुभूति तथा महसुस हुन सकिरहेको छैन। किनभने जुन डेमोक्रेसीको जुन एउटा असल रूप भनेको तपाईँ युरोप, अमेरिका लगायतका देशहरू, पश्चिमी देशहरूमा वास्तवमा डेमोक्रेसी सफल भएको तपाईँ देख्न सक्नुहुन्छ। त्यहाँ डेमोक्रेसीले वास्तवमा जुन जनतासँग एउटा रिलेटेड भएर डेमोक्रेसीको रूपमा एउटा काम गरिरहेको छ। तर हाम्रो जस्तो दक्षिण एसिया यी देशहरूमा डेमोक्रेसीले वास्तवमा काम गरेको छैन। त्यहाँ भनेको डेमोक्रेसीको नाममा निरङ्कुश शासन, पारिवारिक शासन, एउटा जुन एउटा सर्कल जो एउटा पोलिटिक्समा जो रिलेटेड हुन्छ ती व्यक्तिहरूको लागि त डेमोक्रेसीले काम गरेको देखिन्छ। तर पब्लिकले वास्तवमा डेमोक्रेसीको महसुस गर्न पाएका हुँदैन। डेमोक्रेसीको नाममा जुन साउथ एसियामा जुन किसिमको ठगी भइरहेछ त्यो वास्तवमा त्यसले एउटा देशलाई विकासभन्दा पनि विनाशतिर लगेको देख्न सकिन्छ। डेमोक्रेसी भएको राष्ट्रहरू अफगानिस्तान हेर्नु आज पतन भएर भयो, मालदिभ्स पुरै डुबिसकेको छ। अर्को श्रीलङ्कामा महेन्द्र राजापक्षको पुरै फ्यामिलीवादको जुन एउटा गभर्मेन्ट थियो त्यो पुरै जनताले अपदस्थ गरेर आज ती भागेर हिँड्नु पर्यो। बङ्गलादेश हेर्नुहुन्छ एउटा डेमोक्रेसीको कन्ट्री, शेख हसिना भर्खर भागेर इन्डियामा आप्रवासन भएर बसिरहेको थियो। त्यस्तै रहेको छ पाकिस्तान, डेमोक्रेसी कन्ट्री, त्यहाँ सैनिकको एउटा जुन शासनको रूपमा डेमोक्रेसीले एउटा डेमोक्रेसी नाममा धब्बा भएको छ। त्यस्तै गरी नेपालमा हेर्नु, नेपालमा डेमोक्रेसी एउटा गणतान्त्रिक डेमोक्रेसी भन्छ। यहाँ केही चङ्गुभर राजनीतिक दलहरूको लागि पनि डेमोक्रेसी र ती कार्यकर्ता, पारिवारिक व्यक्तिहरू, एउटा उच्च पदमा रहेका कर्मचारीको पनि डेमोक्रेसी आएको छ। वास्तवमा जनताले डेमोक्रेसीको महसुस गर्न पाएको छैन। त्यसै गरी इन्डिया हेर्नु, भारत एउटा आफूलाई एउटा विश्वको सबैभन्दा ठुलो डेमोक्रेसीको रूपमा आफूलाई स्थापित एउटा उदाहरण हो भन्ने गर्छ। तर वास्तवमा चाहिँ भारतमा डेमोक्रेसीले काम गरेको छ। आज 5औं विश्वको शक्ति राष्ट्र भारत आज अर्थतन्त्रको 5औं स्थानमा परेको, तर त्यहाँको जनताको जीवन स्तरमा सुधार भएको देख्नुहुन्छ छैन वास्तवमा। किनभने त्यो डेमोक्रेसी भनेको त्यहाँ केही राजनीतिक दल र व्यापारी, कार्यकर्ता, परिवारवादलाई मात्रै डेमोक्रेसी आएको छ। वास्तवमा जनताले डेमोक्रेसी महसुस गर्नै पाएको छैन। हो त्यसकारण पनि दक्षिण एसियामा डेमोक्रेसीको हामीलाई आवश्यक छैन। हामीलाई भनेको यहाँ एकल तन्त्रको आवश्यक छ। एकल तन्त्रमा पनि दुई तन्त्र भएपछि हामीलाई पुग्यो। यहाँ धेरै मल्टिपल एउटा मेजोरिटी जुन एउटा पोलिटिकल पार्टीहरूको काम भनेको राजनीति गर्ने, गरी खाने, देश डुबाउने, जनता भाडमा जाओस्, भ्रष्टाचार गर्ने, करप्सन गर्ने, आफ्ना मान्छेहरूको उन्नति प्रगति चाहने, देश र जनता भाडमा जाओस्, त्यही किसिमको पोलिसीलाई एउटा डेमोक्रेसीको एउटा परिभाषा गर्ने जुन यो दक्षिण एसियामा देख्न सक्छौँ। त्यसकारण पनि डेमोक्रेसी भनेको वास्तवमा डेमोक्रेसी भनेको हामीले वेस्टर्न कन्ट्रीहरूमा लगायतका थुप्रै देशहरूमा सफल भइन्छ। तर डेमोक्रेसी भन्दा पनि अवस्था र व्यवस्था परिवर्तन हुनु चाहे जुनसुकै तन्त्र आओस्, त्यो तन्त्रमा पहिलो प्रायोरिटी भनेको जनतामा जुन लगानी लाउनुपर्छ, चाहे त्यो कम्युनिस्ट होस् चाहे त्यो प्रजातान्त्रिक व्यवस्था होस्। जनतामा जुनसुकै तन्त्र आए पनि जनतामा जुन लगानी लाउँछ, जनताका सेवा सुविधा आधारभूत आवश्यकताहरू पूर्ति गर्न सक्छ भने त्यो जस्तो विश्वमा राम्रो डेमोक्रेसी कुनै पनि हुने छैन भन्ने मेरो मान्यता छ। र विश्वले पनि आज त्यतिलाई अभ्यास गरेर अगाडि बढिरहेको तपाईँहरू देख्न सक्नुहुन्छ। त्यसकारण पनि प्रजातान्त्रिक मुलुक भनेर भनिन्छ। तर प्रजातान्त्रिक मुलुकको नाममा एउटा केही व्यक्तिहरूको हातमा मुठीमा जुन राष्ट्रका सम्पूर्ण व्यवस्थाहरू उनीहरूको मुठीमा हुन्छ र उनीहरूको संविधानभन्दा पनि माथि रहेर कार्य गरेर उनीहरूका जुन आफन्त मान्छे लगायतका सम्पूर्ण जुन व्यवस्थाहरू उनीहरूको कन्ट्रोलमा जुन चलाउने हिसाबले गर्दाखेरि देशमा विकृतिहरू जुन बढिरहेको हुन्छ। त्यसले डेमोक्रेसीको अर्थको भन्दा पनि लुटतन्त्र एउटा डेमोक्रेसीको नाममा धब्बाको रूपमा जुन किसिमको कार्य गर्दाखेरि जनमानसमा त्यसको एउटा नकारात्मक असर गरेर विद्रोहको रूपमा जुन जनताहरू ओरिरहेका छन्।